नमस्कार, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानलमा। आज हामी तपाईलाई लैजाँदैछौँ जापानका 10 प्रमुख र सबैभन्दा सुन्दर पर्यटन स्थलहरूमा, जहाँ जानु भनेको जीवनमा एकचोटि अवश्य हेर्नुपर्ने अनुभव हो। त सुरु गरौँ हाम्रो यात्रा जापानका अद्भुत 10 स्थानहरूतर्फ। 10औं स्थानमा रहेको छ कामाकुरा, जुन टोकियो सहरको नजिकै रहेको सहर हो। ऐतिहासिक सहर, ठुलो ब्रोन्ज बुद्ध स्ट्याच्यु र पुराना मन्दिरहरूका लागि प्रसिद्ध छ। समुद्र किनार नजिकको छोटो यात्रा गर्न चाहनेका लागि उत्कृष्ट ठाउँ हो। त्यसैगरी 9औं स्थानमा रहेको छ नागोया, आधुनिकता र उद्योगको केन्द्र हो। नागोया, त्यहाँ टोयोटा म्युजियम, नागोया क्यास्टल, साइन्स म्युजियम प्रमुख ठाउँहरू हुन्। टेक्नोलोजी र व्यापारको लागि चर्चित सहर हो नागोया। त्यसैगरी 8औं स्थानमा रहेको छ ओकिनावा, समुद्र र समुद्र तटको स्वर्ग जस्तै ठाउँ हो। वार्म ट्रोपिकल क्लाइमेट, ब्लू बिचेज, कोरल रिफ डाइभिङ, जापानी र दक्षिण एसियाली संस्कृतिको मिश्रण रहेको त्यस ठाउँ अवश्य घुम्न नछुटाउनुहोला। अर्को 7औं स्थानमा रहेको छ माउन्ट फुजी, जापानको प्रतीक पर्वत हो। जापानको सबैभन्दा अग्लो पहाड, जसको 3776 मिटर उचाइ रहेको छ। त्यहाँको फुजी 5 लेक्सबाट सुन्दर दृश्य हेर्न सकिन्छ। अर्को 6औं स्थानमा रहेको छ हिरोसिमा, शान्तिको सन्देश दिने सहर हो हिरोसिमा। दोस्रो विश्वयुद्धको स्मृति स्थल हो। पिस मेमोरियल पार्क र म्युजियम अवश्य हेर्नुहोला। त्यसैगरी 5औं स्थानमा रहेको छ होक्काइडो, प्राकृतिक सौन्दर्यको धनी होक्काइडो, स्नो फेस्टिभल, स्काई रिसोर्ट्स र गर्मीमा फलफुलका बगैँचा, साप्पोरो बियर र व्हाइट चकलेट पनि त्यहाँका प्रसिद्ध कुराहरू हुन्। र अर्को 4थो स्थानमा रहेको छ नारा, हरिण र मन्दिरहरूको सहर हो। त्यहाँको टोडाजी मन्दिरमा विशाल बुद्धको मूर्ति रहेको छ। पार्कमा स्वतन्त्र रूपमा घुम्ने सयौं हरिण पर्यटकहरूका प्रिय बन्न सक्छन्। त्यसैगरी तेस्रो स्थानमा रहेको छ ओसाका, स्वाद र रमाइलो सहर हो ओसाका। जापानको खानपान राजधानी भनेर पनि भन्न सकिन्छ। ताकोयाकी, ओकोनोमियाकी जस्ता जापानी प्रसिद्ध परिकारहरू त्यहीँ पाइन्छ। ओसाका क्यास्टल र युनिभर्सल स्टुडियोज जापान पनि यहीँ छन्। र अर्को घुम्नै पर्ने ठाउँ, दोस्रो स्थानको ठाउँ हो क्योतो। पुरानो जापानी संस्कृतिको सहर हो। हजारौं मन्दिर, पुराना महल, बगैँचा र पारम्परिक घरहरूका लागि प्रसिद्ध। फुसिमी इनारी श्राइनको रातो तोरी गेटहरू हेर्न लायक छन्। त्यसैगरी 1 नम्बरमा रहेको ठाउँ के होला त भन्दा 1 नम्बरमा रहेको ठाउँ छ टोकियो। जापानको राजधानी सहर पनि हो टोकियो। आधुनिकता र परम्पराको मिलन स्थल। यहाँका प्रमुख ठाउँहरूमा शिबुया क्रसिङ, टोकियो टावर, स्काई ट्री, डिज्नील्यान्ड र आसाकुसा टेम्पल यहाँका प्रमुख ठाउँहरू हुन्। सपिङ, नाइट लाइफ र टेक्नोलोजीको केन्द्रबिन्दु हो टोकियो। तपाईँ जापान हुनुहुन्छ
या जापान घुम्ने सोच बनाइराख्नु भएको छ भने यी 10 ठाउँहरू अवश्य घुम्नुहोला र प्रत्येक ठाउँहरूको बारेमा म तपाईहरुलाई विस्तृत जानकारी गराउने भिडियोहरू लिएर आउनेछु। लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला। तपाईलाई मनपर्ने ठाउँको बारेमा कुनै भिडियो बनाउन मन छ भने कमेन्टमा लेख्नुहोस्, म त्यसैको भिडियो बनाएर तपाईहरुलाई उपलब्ध गराउनेछु।